जाने हल्लाउने चाहिँ हल्लाउँछ ल हैन जले नि ठक पार्ने जानु ढाक हाल्दियो न मालम त आफ्नो खाली पकाएर हुन्छ नि ए केटा जस्तो यसको बाहिर देख्ने जस्तो त्यो रातो मासु टाइट रहन्छ नि है काट्दा चाहिँ चाल हो त हजुरको यो उमेर भएको छैन के रे खाएर सादा के यो खाएर मन पिउनु पारेको छ फाइदा भयो पकाएर टाइट हुन्छ जस्तो कि यो टाइट छ नि बिस्ने अङ्कल